साइकलमा राइड जाँदा दोदापुलमा मसँग यस्तो हुन्छ भन्ने मैले सोचेकै थिएन। नमस्कार साथीहरु, आजको डे 4 ब्लग अलि विशेष छ किनकि आज म घरबाट 7.7 किलोमिटर टाढा रहेको दोदापुलसम्म साइकलमा जाने च्यालेन्ज लिएको छु। नगौदेखि दोदापुलसम्म साइकलमा म कति मिनेटमा पुगे त थाहा पाउनको लागि अन्तिमसम्म भिडियो हेरिदिनु होला। यात्रा सुरु भयो। हामी नगौदेखि हिँडिसकेका छौं। सुरुमा त रमाइलो लागिरहेको छ, पछि कस्तो हुन्छ अब हेर्दै जाउँ। मसँग जाँदैछन् भान्जी र भाइ। फाइनली गाइज आइबिआरडी पनि पुग्यो। हाम्रो दुईवटै साइकलमा हावा कम थियो। हावा भरिसकेपछि फेरि हाम्रो यात्रा सुरु भयो। हावा भर्दा चाहिँ म पसिनै पसिना भएको थिएँ। एकछिनपछि हामी 65 बिघा पनि पुग्यौं। गर्मी अति भइरहेको थियो। एकछिन रेस्ट गर्नलाई 65 बिघाको चौतारामा रोकिएको थिएँ। ठ्याक्कै ठुल बाबाको फोन आयो। भाइलाई सन्चो पनि थिएन। दाइ तपाईसँग राइडमा जान्छु भनेर जिद्दी गरेर चाहिँ आएको थियो। बाबाले भाइलाई घर बोलाउनु भयो। मैले भाइलाई एउटा साइकल दिएर पठाइदिएँ। भाइलाई घर पठाइसकेपछि हामी मामा भान्जीको यात्रा सुरु भयो। भान्जी आजको च्यालेन्ज मामा भान्जी भएर पूरा गर्नुपर्छ ल भन्दै अगाडि बढियो। फाइनली गाइज हामी भुटान देवी मन्दिर पुग्यो। मन्दिरमा दर्शन गरेर फेरि हाम्रो यात्रा सुरु भयो। हिजो पानी परेर चिसो चिसो थियो दिन। आज च्यालेन्ज भिडियो बनाउन लागेको भएर हो कि क्या हो, लास्ट गर्मी छ। फाइनली गाइज हामी सिमरी गाउँ पनि पुगिसकेका छौं। सिमरी गाउँमा हजुरहरु को आउनु भएको छ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। सुरुमा त रमाइलो लागिरहेको थियो, तर बिस्तारै लामो बाटोले अलि थकाइ पनि महसुस हुन थाल्यो। तर बाटो भरिको हरियाली, खेतबारी र खुल्ला वातावरणले यात्रा झन रमाइलो बनाइदियो। बीचबीचमा पानी पिउँदै र केही बेर आराम गर्दै फेरि अगाडि बढ्यो। 7.7 किलोमिटर साइकल चलाउन सजिलो त होइन, तर पनि नगौदेखि दोदापुलसम्म साइकलमा यात्रा गर्दा एकदम रमाइलो लागिरहेको थियो। फाइनली गाइज हामी दोदापुल पनि पुग्यौं। यहाँको दृश्य निकै सुन्दर छ। लामो साइकलको यात्रापछि यहाँ पुग्दा थकाइ भन्दा पनि खुसी बढी लाग्यो। यही थियो आजको 7.7 किलोमिटर साइकल राइड। यदि तपाईलाई यस्तो एडभेन्चर मन पर्छ भने भिडियोलाई लाइक गर्नु होला। कमेन्टमा अर्को कुन ठाउँ जाउँ भनेर सुझाव दिनु होला र यस्तै ब्लग हेर्नको लागि फलो गर्नु होला। नगौदेखि दोदापुलसम्म साइकलमा कति मिनेटमा पुगे भन्ने सोचिरहनु भएको होला। म चाहिँ 40 मिनेटमा पुगे। अब अर्को ब्लगमा भेटौँला। बाई बाई।